इमेजिन गर्नुस् तपाईले चार्ट खोल्नुभयो, सेटअप पर्फेक्ट देखिन्छ, ट्रेन्ड स्ट्रङ छ, एन्ट्री लिनुभयो, स्टप लस पनि राख्नुभयो। तर केही मिनेटपछि मार्केटले सानो मुभमेन्ट देखाउँछ अनि तपाईको स्टप लस हिट हुन्छ अनि त्यसपछि मार्केट फेरि तपाईको डाइरेक्सनमा जान्छ। तपाई एकछिन सोच्नुहुन्छ मार्केटले मेरो स्टप लस मात्र देख्छ कि क्या हो भनेर। सत्य कुरा के हो भने प्रब्लम मार्केटमा होइन, प्रब्लम तपाईले स्टप लस राखेको ठाउँमा हो। यही प्रब्लम सल्भ गर्नको लागि आजको भिडियोमा एटीआर इन्डिकेटरको बारेमा म तपाईलाई डिटेली एक्सप्लेन गर्नेछु। धेरै ट्रेडर्सहरू र्यान्डम स्टप लस राख्छ, कसैले 10 पोइन्ट तल राख्छ भने कसैले 20 पोइन्ट तल राख्छ र कसैले त सपोर्टको तल राख्छ। कहिलेकाहीँ र्यान्डम पर्सेन्टेजमा पनि कोही राखिदिन्छ। जब मार्केट भोलेटाइल हुन्छ तर तपाईको स्टप लस सानो हुन्छ, त्यस बेला चाहिँ मार्केटले नर्मल फ्लक्चुएसनले नै तपाईको एसएल हिट गरिदिन्छ। अनि जब मार्केट सानो भोलेटाइल हुन्छ त्यहाँ तपाईको स्टप लस धेरै ठुलो हुन्छ भने तपाईको टार्गेट त रिच हुन्छ तर अननेसेसरी रिस्क बढ्छ। यानी कि स्टप लस धेरै ठुलो हुन्छ, पछि गएर तपाईको टार्गेट रिच भएर पनि मार्केट तलतर्फ आएर स्टप लस गर्न सक्छ। यही कारणले प्रोफेसनल ट्रेडरहरूले एटीआर युज गर्छन्, किनकि एटीआरले मार्केटको एक्चुअल मुभमेन्ट मेजर गर्छ। अब तपाईको माइन्डमा आउँछ कि एटीआर के हो। एटीआर को फुल फर्म हो एभरेज ट्रू रेन्ज। नाम सुनेर कम्प्लेक्स लाग्न सक्छ तर कन्सेप्ट एकदमै सिम्पल छ। एटीआरले मार्केटको डाइरेक्सन देखाउँदैन, एटीआर इन्डिकेटरले मार्केट कति मुभ गर्न सक्छ भन्ने मेजरमेन्ट दिन्छ। सरल भाषामा भन्दा एटीआरले भोलाटिलिटीको नाप गर्छ। जति एटीआर हाई हुन्छ मार्केटको मुभमेन्ट त्यति ठुलो हुन्छ, अप ट्रेन्ड और डाउन ट्रेन्डमा जाने। जति एटीआर लो हुन्छ मार्केट त्यति लो मुभ हुन्छ। अब जाउँ रियल मार्केटमा कसरी काम गर्छ यो हेरौँ। एटीआर चार्टमा कसरी एड गर्ने। सबभन्दा पहिला नेप्सी अल्फा खोल्न सक्नुहुन्छ अनि यहाँ इन्डिकेटरको सेक्सनमा गएर तपाईहरु एटीआर लेखेर सर्च पनि गर्न सक्नुहुन्छ र यहाँ जुन कि आइसकेको छ हाम्रो एभरेज ट्रू रेन्ज र यो हामीहरु क्लिक गर्नेका साथ मार्केटमा जुन हाम्रो अथवा चार्टमा छ त्यो चार्टमा चाहिँ बेलुकै एटीआर को चार्ट यहाँ तपाईको प्रेजेन्ट हुन्छ र यो चार्ट नै हाम्रो एटीआर चार्ट हो। र अब एटीआर चार्ट चाहिँ रिड कसरी गर्ने भन्दाखेरि यो एटीआर देखि हामीहरु के थाहा पाउन सक्छौं। सबभन्दा पहिला चाहिँ एउटा कुरा याद राख्नुहोस्, एटीआरले कुनै पनि बाई सिग्नल दिदैन र यसले सेल सिग्नल पनि दिदैन। एटीआरले मार्केटको स्ट्रेन्थ पावर मात्रै देखाउँछ कि हाई एटीआर अथवा मार्केट हाई भोलाटिलिटीमा छ भने मार्केट कतिसम्म माथि जान सक्छ अथवा लो भोलाटिलिटी अथवा एटीआर मा छ भने मार्केट कतिसम्म तल आउन सक्छ। र अब कुरा आउँछ मेन टपिकको कि एटीआरले अब हामीहरुलाई कसरी स्टप लस स्ट्र्याटेजी दिन्छ। अब यो सिम्पल कुरा हो, अब यहाँ बुझ्न सक्छौं। जस्तो कि एटीआरले स्टप लस स्ट्र्याटेजी हामीलाई कसरी देखाउँछ भन्दाखेरि यो एटीआर को सबैभन्दा पावरफुल युजेस हो। किनभने एटीआर मा तपाईहरुलाई यदि अप कति जान्छ र लो कति आउँछ भन्ने कुरा थाहा भयो भने तपाईको स्टप लस त्यो लो भन्दा अलिकति अझै थोरै तल तपाईहरु राख्न सक्नुहुन्छ। जस्ट एक्जाम्पलको लागि अब मलाई यो नेप्सेको चार्ट अहिले ओपन छ र मलाई यहाँ कतै ट्रेड लिनु पर्छ। अब हुन त तपाईको इन्डेक्समा ट्रेड लिन सकिदैन, यसको लागि चाहिँ हामीहरु स्टक चेन्ज गरौँ। जस्तो कि एनएचपीसी ओपन गरेको मैले र मैले अहिले एनएचपीसी को स्टक्स को चार्ट खोलिसकेको छु र यहाँ तपाईको एनएचपीसी को एटीआर हेर्दाखेरि 13.10 छ र यो 13.10 मार्केट तल पनि जान सक्छ अथवा माथि पनि जान सक्छ। र यसको मतलब अब हामीलाई के थाहा भयो भन्दाखेरि यति पोइन्ट हाम्रो तल र माथि आउन सक्छ भन्दाखेरि हाम्रो तल मार्केट कतिमा आउन सक्छ भन्दाखेरि अहिलेको मार्केटको प्राइस छ 283 भने अब मेरो 13 पोइन्ट तल आउँछ भने हाम्रो कति हो भन्दा यतिमा मानौ कि हाम्रो 13 पोइन्ट तल आयो भने हाम्रो 283 मा मार्केट छ र हाम्रो 13 पोइन्ट माथि तल आयो भने अथवा माथि पनि गयो भने तल पनि आयो भने हाम्रो यतिको आउन सक्छ तलतिर 270 सम्म। र मैले एउटा लाइन ड्रा गरिदिए जुन कि यहाँसम्म हाम्रो मार्केट भोलाटाइल छ अथवा मार्केट यो लेभलसम्म आउन सक्छ र जुन कि हामीहरु अब एन्ट्री लिन्छौं भने यो लेभलको अलिकति थोरै तलतर्फ हामी आफ्नो एन्ट्री लिन सक्छौं र एन्ट्री लिँदाखेरि हाम्रो जहिले पनि यो एटीआर भन्दा तलतर्फ हुँदाखेरि हाम्रो यो स्टप लस कहिले पनि हिट हुँदैन, किनभने धेरै कम चान्स हुन्छ यहाँ हिट हुने र हाम्रो टार्गेट चाहिँ प्रिभियस हाईसम्म हुन्छ। र अब यो हाम्रो कुरा गर्दाखेरि पोजिसनको यो लगभग तपाईको यहाँ हेर्न सक्नुहुन्छ
यो हाम्रो स्टप लस चाहिँ अलिकति थोरै तल हुन्छ यो हाम्रो एटीआर को भोलाटाइल अथवा मार्केट भोलाटाइल पोइन्ट को थोरै तल भन्दाखेरि एटीआर को जुन भ्यालु छ 13.10 यसको भन्दा अलिकति तल हुन्छ किनकि हाम्रो जुन यो ब्लू रेखा छ यो ब्लू रेखाले हाम्रो एटीआर को भ्यालु देखाउँदै छ भने हाम्रो यो पोजिसन अलिकति थोरै तल छ र मार्केट मेबी यो लेभलसम्म आउन सक्छ न कि तपाईको स्टप लस हिट गर्छ र जहिले पनि हामीहरू एन्ट्री गर्दाखेरि यतिको तल्लोतर्फ राख्दाखेरि हाम्रो यहाँ स्टप लस कहिले हिट हुँदैन र जुन पनि हामी ट्रेड लिन्छौँ त्यो चाहिँ धेरै चान्स हुन्छ कि हाम्रो ट्रेड यहाँ सक्सेसफुली आफ्नो टार्गेट रिच हुन र जुन कि यहाँ देख्न सक्नुहुन्छ हाम्रो टार्गेट अभियसली यहाँ रिच हुन्छ नै र यसरी हामीहरू ट्रेड मजाले लिन सक्छौँ र यसरी नै तपाईको एटीआरले स्टप लस को स्ट्र्याटेजी बनाउँछ र यो सबभन्दा एकदमै पावरफुल स्ट्र्याटेजी हो र यसले हामीलाई स्टप लस कसरी म्यानेज गर्ने कुराहरू बताउँछ र अब सोच्नुहोस् तपाईले स्टप लस राखेको सही थियो त पक्कै पनि थिएन अब यो भिडियो हेरेपछि तपाईले स्टप लस र्यान्डम राख्नु भएन यदि यो भिडियो युजफुल लाग्यो भने लाइक गरिदिनुस् सब्स्क्राइब गरिदिनुस् र कमेन्टमा लेख्नुस् अर्को भिडियो कुन टपिकको बारेमा चाहियो म त्यसको ब्रेकडाउन गर्नेछु सो धन्यवाद।